हेलो हेलो गुड मर्निङ के छ अनि आज चाहिँ म बिहानै उठेर चाहिँ मौरी काट्नलाई चाहिँ तयार भइसकेको छु। सामानहरू यस्तो छ। यो चाहिँ झुम्रो चाहिँ मैले आज एउटा मात्रै हेर्ने भएकोले यसरी नै पुरानो स्टाइलले नै यस्तो बटारेर चाहिँ यसरी बनाएँ। सानो बनाएको छु। मेरो धुवादानी पनि थियो, धुवादानी युज गर्ने आज मैले विचार गरिनँ। अर्को भिडियोमा चाहिँ म युज गरेको देखाउने छु। यो ड्रोनबाट चाहिँ अस्ति दुईहरी मौरी छुट्टिसकेको छ अनि यसलाई चाहिँ म आज कोट्याउने विचार गर्दैछु, काट्ने विचार गर्दैछु। मुडे डुड हो यो, किनभने यो त्यसमा चाहिँ थोरै थोरै नै मौरी थियो, सानो सानो डुड छ। दुईहरी भन्दा बढी छुट्यो भने चाहिँ यही डुडको गोला मासिन्छ कि भन्ने डरले चाहिँ मैले यसको आज चाहिँ रानाको टुटीहरू कोट्याएर फ्यालिदिने विचार गर्दैछु। म थियो भने झिक्ने छु। देख्न सक्नुहुन्छ दुईहरी छुट्टेपछि त्यति राम्रो चलेको पनि छैन यो मौरी। के छ त हामी यसलाई कोट्याएर हेर्नेछौँ अनि तपाईँहरूलाई म भिडियो देखाउने छु। म थियो भने चाहिँ म पनि आयो, दुईहरी पनि छुट्यो, गला पनि मासेन हुन्छ, एकदमै राम्रो हुन्छ। मैले डुँडको चाहिँ पाउलो खोलिसकेको छु। अनि खोलेर हेर्दाखेरि देख्न सक्नुहुन्छ मह पनि लगाइरहेको देख्न सक्नुहुन्छ अलिअलि। हेर्नुहोस् यता चाहिँ पुरै बच्चा छ। रानाको टुटी पनि पुरै देखिरहेको छ यहाँनिर, देख्न सक्नुहुन्छ। यो भागमा भएको यो चाहिँ रानाको टुटी हो। यो हल्का ठुलो ठुलो देखिन्छ नि, यो चाहिँ रानाको टुटी हो। र अरू पनि छ, अलिक भित्र चाहिँ कालो भएको हुनाले गर्दा त्यति देखिएको छैन। देख्न सक्नुहुन्छ यो महलाई चाहिँ हामी झिक्नेछौँ र रानाको टुटी भाँचिदिनेछौँ। त्यति मह पनि देखिँदैन, हल्का मात्र छ यहाँनिर, देख्न सक्नुहुन्छ। हामीले चाहिँ यतापट्टि पनि खोलेर हेरेको, यतापट्टि यस्तो छ, मह देखिँदैन, बच्चै मात्र देखेपछि हामीले यसलाई काट्ने कुरो गरिएन। ऊपट्टिबाट अलिअलि मह थियो, काटौँ कि भनेको, फेरि नकाट्ने विचार गरियो। त्यति फुल मह नभएको हुनाले गर्दाखेरि देख्न सक्नुहुन्छ। अब यसलाई हामी अलिक पछि काट्नेछौँ। रानाको टुटी चाहिँ मैले सबै भाँचिदिइसकेको छु। निकै नै थियो ऊपर यिनी हिजो म घाँस काट्न जाउँ त अम्ब अस्ति सुँगुर खोरमा लडिरहेको थियो। हिजो त पर अम्बको छेउमा यता बाटोको छेउको झ्यासमा मन्टर लुकाएर र परसबाट म चाहिँ घरदेखि तल निनीकोमा एउटा डुड राखेको थिएँ, आफै आएको डुड थियो। अस्ति लानु पाइनँ र यतै राखी चढाएको थिएँ। त्यो डुडमा रानाको टुटी झिक्नको लागि जाँदैछु। त्यहाँनिर टुटी दुईवटा बनाइरहेको देखिरहेको थिएँ मैले। अनि त्यो झिक्नलाई त्यो घरमा जाँदैछु, त्यो घरमा राखेको थिएँ। अनि म तपाईँहरूलाई देखाउने छु। त्यो टुटी चाहिँ घाटमा दिनलाई चाहियो र फेर्नको लागि मैले त्यो टुटी लिन गएको हो। देख्न सक्नुहुन्छ यता पनि छ मौरी, यो चाहिँ तुप्पाहरूले पालेको हो। हेर्दै म जाँदैछु। काम हुँदाहुँदै हरेक काम हुँदाहुँदै पनि यो गर्नुपर्ने स्थिति भइदियो। यसलाई काट्ने बेला चाहिँ अलिक भक्करै नै खोलेर हेरेको। ठक्क अब देख्न सक्नुहुन्छ बिहानै उठेर यो पनि लुगा धुँदै रहेछ, साह्रै जाँगरिलो छ। हेर्नुहोस् यसो शर्माउँदैछ एकजना उतानिर रहेछ, देख्न सक्नुहुन्छ। तुप्पा पनि यहाँनिर सुति नै रहेको छ बिहान बिहानै। अब म त्यहाँनिर कोट्याउने छु, त्यहाँदेखि तपाईँहरूलाई देखाउने चाहिँ त्यहाँ रानाको टुटी छ।
रानाको टुटी झिकी लानु पर्यो। पक्लो खोलिसकेको छौँ हामीले। टुटी चाहिँ मैले अस्ति यहाँ देखेँ भित्र नै। देख्न सक्नुहुन्छ त भित्र तपाईँहरूलाई अब पछि मैले दुइटै हात चलाउनु पर्ने भएपछि भिडियो गर्ने मान्छे हुँदैन। त्यसमा तपाईँहरूलाई एकछिनमा देखाउनेछु। यहाँबाट चाहिँ हामीले दुईटा रानाको टुटी झिकेको छ, देख्न सक्नुहुन्छ यहाँनिर। म यहाँ राखिछाडेको छु। दुईटा टुटी छ, मसिनो रहेछ, त्यति राम्रो खाएको रहेन। एउटा चाहिँ छ बनाएकै रहेन, त्यो मैले झिक्दिनँ, त्यो पछि चाहिन्छ र मैले त्यसलाई चाहिँ राखिदिएँ। हामीले यहाँबाट टुटी झिकेर चाहिँ अब हामी यसलाई माथि लगेर फिट गर्नेछौँ, देख्न सक्नुहुन्छ। मैले चाहिँ फाइनली क्विन बेगरको मौरी थियो, त्यसलाई चाहिँ मैले तलबाट लिएको क्विन लाइकिन, रानी लाइकिन चाहिँ दिकिन चाहिँ मैले यो घरमा राखेको छु। हेरौँ अब यिनीहरूले रानी कतिको सक्सेस गर्छ। तपाईँहरूलाई म भिडियो देखाउने छु के कस्तो हुन्छ, देख्न सक्नुहुन्छ। यो घरमा राखेको छु है मैले। र जतिजनाले जहाँबाट हेर्दै हुनुहुन्छ, जुन ठाउँबाट हेर्दै हुनुहुन्छ, विपिन बेस्ट हानी बी युट्युब च्यानललाई सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। जतिजनाले देख्दै हुनुहुन्छ र तपाईँहरूलाई नयाँ कुरो र खुसीको कुरो चाहिँ विपिन बेस्ट हानी बी फार्ममा चाहिँ मह उत्पादन हुन निस्किन थालिसकेको छ। यो चाहिँ हाम्रो लोकल मौरी सेरेना भएको हुनाले गर्दाखेरि चाहिँ यसलाई सिजनमा मात्रै यो निस्किने गर्छ। म चाहिँ वर्षमा 2 चोटि काड्ने गर्छु। गर्दाखेरि यस्तो मुडे डुडमा भएको, घारतिर भएको मौरीहरू महहरू चाहिँ तपाईँलाई चाहिएमा चाहिँ यही युट्युब मार्फत कन्ट्याक्ट गर्न सक्नुहुन्छ। धेरै लामो, धेरै टाढो छ भने चाहिँ म तपाईँहरूलाई धेरै अर्डर गर्नुभयो भने चाहिँ हामी ल्याइदिन सक्छौँ। थोरै अर्डरमा चाहिँ हामी अलिक ल्याउन टाढो चाहिँ अलिक गाह्रो हुने गर्छ। यदि चैनपुर नगरपालिका भित्रै हुनुहुन्छ भने चाहिँ तपाईँहरूलाई हामी हात पारिदिन सक्छौँ। थोरै पनि कताबाट कहाँबाट हेर्दै हुनुहुन्छ, सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला र कमेन्ट गर्नु होला। तपाईँलाई ओरिजिनल र अर्ग्यानिक हनी मह चाहिएमा चाहिँ विपिन बेस्ट हनी बी युट्युब च्यानललाई सम्झाउन सक्नुहुन्छ। तपाईँहरूले जतिखेर भने त्यतिखेर चाहिँ हामी तपाईँहरूलाई दिन सक्दैनौँ, किनकि यो चाहिँ सिजनमा ठक्कर निस्किने गर्छ। अनि अर्डर बेसी भएको हुनाले गर्दा अर्डर भएपछि हामी बेचिहाल्छौँ, राख्न सक्दैनौँ। त्यही भएको हुनाले गर्दाखेरि चाहिँ तपाईँहरूलाई चाहिएको छ भने चाहिँ अहिले चाहिँ भटाभट तपाईँहरूले अर्डर गर्न सक्नुहुन्छ, भन्न सक्नुहुन्छ। तपाईँहरूको अर्डर अनुसार हामी राखिदिन्छौँ।
र सकेसम्म हामी तपाईहरुलाई चैनपुर आसपास हुनुहुन्छ भने चाहिँ हामी तपाईहरुको हात पार्दिन सक्छौं भन्दै जति पनि विपिन बेस्ठानी बीलाई माया गर्नुहुने सम्पूर्णलाई एकदमै धेरै धेरै धन्यवाद। कति जनाले चाहिँ धेरै जनाले हेर्नुहुन्छ भिडियो चाहिँ तर सब्स्क्राइब चाहिँ गर्नु भएको छैन। तपाईले सब्स्क्राइब गरिदिनु होला। कहाँबाट हेर्दै हुनुहुन्छ तपाईहरुको एक सब्स्क्राइबले गर्दाखेरि चाहिँ एकदमै सपोर्ट पुग्ने छ। त्यही भएको हुनाले गर्दा सब्स्क्राइब गरिदिन चाहिँ नभुल्नु होला। र मौरीको बारेमा केही जान्न र तपाईहरुले केही सोध्न चाहनुहुन्छ भने भन्नु होला। म तपाईहरुलाई चाहिँ तपाईहरुले भनेको अनुसार सोधेको अनुसार तपाईहरुलाई भिडियो बनाएर म लगाइदिनेछु युट्युबमा। तपाईहरुको जिज्ञासाहरु राख्नु होला। मेरो चाहिँ भिडियो बनाउने मान्छे नभएको हुनाले गर्दाखेरि आफै गर्दाखेरि कतिपय धेरै कुराहरु चाहिँ छुटिएको छ भिडियो बनाउनु हैन। त्यही भएको हुनाले गर्दाखेरि चाहिँ तपाईहरुले ठेक तपाईहरुलाई चाहिने कुरो चाहिँ के हो, तपाईहरुलाई आवश्यकता तपाईले जान्न चाहनुहुने चाहिँ के हो त्यो चाहिँ तपाईले भन्नुभयो भने कमेन्ट मार्फत म ठ्याक्कै तपाईहरुलाई चाहिँ गरिदिनेछु। युट्युब भिडियो पोस्ट गरिदिनेछु त्यही अनुसारको। अनि तपाईहरुले त्यही अनुसार गर्नु होला तपाईहरुले पनि भन्दै यो बिहानी चाहिँ एकदमै जनाले यो भिडियो हेर्दै हुनुहुन्छ एकदमै धन्यवाद। र विपिन बेस्ठानी बी युट्युब च्यानललाई सब्स्क्राइब गर्न चाहिँ नभुल्नु होला। हस्त धन्यवाद।